Hello guys, welcome back to my vlog after a long time. अनि आज चाहिँ मेरी क्रिसमस. सो आज चाहिँ क्रिसमसमा चाहिँ म र रितिका भएर हामी चाहिँ कतै जान्छौँ भनेको थियौँ र यदि त्यो प्लान चाहिँ सक्सेस हुन्छ जस्तो लागिरहेछ 90%. अनि अब चाहिँ खासमा चाहिँ आज चाहिँ एकदम जाडो छ के दिन पानी पर्ला जस्तो हैन. अनि म चाहिँ नुहाउन हो किनभने मलाई पिरियड भइरहेको थियो अनि के अरे यो पिरियड भएको नुहाउन थियो अनि कपाल हेर्नु त चिप्लिकै तेल हालेर बसेको थिएँ कि म अब कतै जान्न होला भनेर. अनि सो यस्तोमा जाने कुरा त भएन. सो अब म नुहाउन सफल हुन्छ कि हुँदिनँ हेरौँ. अनि नुहाउन सफल भएपछि कन्टिन्यू गर्छु. हेलो गाइज, म चाहिँ नुहाएर भर्खरै आएँ. आज त यस्तो कोल्ड वेदर छ स्टिल. बाथ प्लिज बाथ भने मम्मी चाहिँ मलाई कपडा खोजिदिँदै मेरो ब्लगमा नबोल. अनि मम्मी चाहिँ मलाई लुगा खोजिदिँदै हुनुहुन्छ. अब हामी जाने भनेको. अनि रितिका चाहिँ मेकअप गरेर भिडियो पठाइरहेको थिएँ. म चाहिँ अझै रेडी भएन. म यहाँ जाडो भएर अझै जाडो हो कि हाउ लाइक आजको डेको सबसे स्ट्रगलिङ एकदम स्ट्रगलेस्ट के भन्छ त्यो प्लिज त्यो एकदम डिफिकल्टवाला फेज भनेको चाहिँ म नुहाउने थियो विच आई कम्प्लिटेड. सो अब म एकदम चिलमा छु. अब चिलमा त छैन कि अब म मेकअप गर्छु अनि म जान्छु रितिकाको घरमा. अनि रितिकाको घरमा कसरी देखाउँछु के अरे. हेलो गाइज, अब चाहिँ म चाहिँ जाने भनेको. म मेरो रेड कलर देखेँ होइन र अहिले के देख्यो या ए फेरि आज जानु क्रिसमसमा. अनि अब मलाई मम्मीले यहाँ तेल लगाइदिँदै हुनुहुन्छ जानु अगाडि. किन भन्दाखेरि मेरो खुट्टा फर्किन्छ क्या हिँड्दा हिँड्दा. अनि म चाहिँ रेडी चाहिँ भएन, जस्ट आउटफिट मात्र लगाएँ. अनि अब चाहिँ रितिकाकै घर गएर रेडी हुन्छु, मेकअप अलिक गर्छु अनि यही हो. अनि अहिले अलिकति खसेर देखाउँछु. म चाहिँ रेडी चाहिँ भएँ लगभग. अब लाइक मस्कारा र ब्लस पाइनँ. अरू चाहिँ लाइक ठिकै भयो. कपाल चाहिँ नुहाएको सो क्या. अनि आउटफिट पनि रेडी नै भइसक्यो देखाउँछु. घर रितिकालाई भिडियो बनाइजान्छु. अनि मैले चाहिँ मस्कारा ब्लस अस्ति कता बाहिर जाँदा लाथेँ अनि कता गयो थाहा भएन क्या. अनि खोज्दा ढिलो भयो. अब बुट लाएर अनि जान्छु. हेलो गाइज, म चाहिँ अब रितिकाको घरमा आइसकेँ. रितिका रेडी नै भयो होइन. आज म जिन्दगीमा फर्स्ट टाइम होइन कति छिटो रेडी भएर बसेर लिटरली कपडा लगाएको पनि कपडा खोलेर म यहाँ सुन्थेँ कोडेर सुतिसकेँ. म आउँदा रहेछ रितिका त घरको लुवामा के. अनि त्यही भएर यो सबक हो सबक. रितिका केटा हो कि यो कति छिटो रेडी हुन्छ. अब हामी चाहिँ रेडी भयौँ. अब हामी यस्तो टिकटक सिकटक बनाउँछौँ अनि जान्छौँ. गाइज हामी चाहिँ कति बजी म यहाँ आएको 2 बजी. हामी टिकटक बनाउँदा बनाउँदा 4 बजिसक्यो. त्यहाँ बन्द भइसक्छ कि के भन्छ. हामी अझै रितिकाकै घरमा छौँ. अब चाहिँ हामी जान्छौँ. जाडो भएर अब हामी आफ्नो झुम्रीवाला लुकमा आइसकेका छौँ. अघिनिको चेन्ज गर. अब गसी देखाउँछु. हामी चाहिँ रितिकाकै घरमा हम अझै गएनौँ. कति बेला होला जाने. अब चाहिँ जान लाग्यो. भोक लागेर मर्न लागिसक्यो हम. अब म चाहिँ बुट लाउँछु. मेरो ब्यागमा मेरो मेकअप हेर्न सक्नुहुन्छ. हेलो गाइज, हामीले प्राइज पाहाम होइन. थ्याङ्क यू भेरी मच. यो चाहिँ बेस्ट होइन दिन्छु के भाइ. हेर्नु मैले प्राइज पाएँ. मैले फर्स्ट टाइम लाइफमा ट्रफी छोएको. सेम हाम्रो एकदम कम्बाइन फर्स्ट टाइम ट्रफी छोएको. वी वान. हामीले चाहिँ सबसे एउटा सबसे एसुदी बल्ले बल्लेमा सबसे बेस्ट डान्स हामीले गरेर पायौँ. गाइज हामीले क्या होइन एउटा भाइले एउटा ट्रफी लिएर नि त हामीले मागेर ट्रफी छुन पाएन. मागेर भिडियो बनाएर भाइ त उठ्यो के ट्रफी लिएर. हामी त्यस्तो चोर त थिएनौँ के अरे. गाइज हामी चाहिँ धेरै कठिन परिस्थिति पछि बल्ल लोकेसनमा पुगेका छौँ. लोकेसनमा पुग्दैछौँ. पुगेपछि देखाउँछु. मेकअप हेर्दा अब सबै गएछ.
हामी यस्तो टाइममा कि हामी आउँदा सबै फर्क्यो जलवा है अपना हामीलाई थाहा छैन। हेर्नु सबै अनाहरू भएर बच्चाहरू फर्केर यस्तो होला कि भोक लाग्यो होला नि त कि हामीलाई स्वागत गर्न त होइन हो कि हामीलाई अलिक स्पेस दिन त होइन ए हामी asi बाटो खाली गर भने जस्तो त होइन हो त्यही हो भागमुला एकदम लग्छ त्यस्तो बोलिसक्यो ठिक छ केही हुन्न मुलाको तरकारी खाइन्न रामले खाइन्छ नि रापना सती बस बायोलोजी ज्ञान कुछ पोल्ट्री उही भेगी चाहिँ क्या हो सब क्रिसमस भनेर कि एउटा क्रिसमस ट्री पाएन हामीले एउटाले फेरि गीत गाउँदैन नगाओस् सक्ने चाहन्छु म चाहिँ के हो यस्तो यसो आज त एसिडी बल्ले बल्ले पुगाउनु पर्छ कि यस्तो जीवन हो कि होइन यस्तो त्यहाँको लागि तारामा नाच्यो एसिडी बल्ले बल्ले गीत सकिँदा नि कसैले चिच्चा छैन त्यहाँबाट मुसुक्क हाँसेर हो फेरि नगाउनु होला हामीले अब यहाँ यस शुद्ध बल्ले बल्ले गाउन लाग्छ सबहरू आउनुपर्छ हामीलाई बोलाएको रितिका ल ल जान्छ जान अगाडि कस्तो हो यसलाई लैजानु साथी गिटार बस्नेको छैन अनि त्यहाँ मेरो साथी अलि यस्तै यस्तै छिन् पहिल्यैबाट हजुरले मलाई किडन्याप गर्न त आउनु भएको होइन सबले राम्रो खेती मागेर हाई गरिदिनु मेरो ब्लग छ कि हेर्नु है चिया खाएर रितिका र चप खान आइरहेछ नि रितिका त नदेखि कि हाई गर मेरो ब्लगमा रितिका म चिच्चा खेल्दा अगाडि पुऱ्याइदिन्छु ध्वनि अन्त नराम्रो तँलाई अटो टुन चाहिँदो रहेछ बल्ल राम्रो गायो तँलाई लिरिक्स खुसी त छैन के अरे म त सँगै तिमी पनि मर्नेछौ तँलाई लएर गाइदिन्छ तर बल्ले बल्ले हामी के होइन आफू त सबै उठेर गयो कि क्या हम इतने बुरे माँ हामी यहाँ बस्न आएको त सबै उठेर गयो कि हाम्रो लागि बाटो खाली गरेको हड्डी देखेर त होइन कुकुर हाम्रो पछि आएको इतना बुरा हौ मैं उयो हामी आएको त तुम इससे भी ज्यादा उयो हामी आएको त त्यो सिङ्गरले माइक नै प्याक हान्यो कि तैँले मैले धेरै बिल्ला त उडाएर होइन हामी केही भन्दैन क्रिसमस चाहिँ यही भयो मेरी क्रिसमस मेरी क्रिसमस मेरो हेयर कलर यस्तो देखिँदो रहेछ कुछ समझ में नहीं आ रहा है क्या चल रहा है इधर
गाइस हाम्रो यही छ हामी चाहिँ यही छौँ मैले उसमा बनाउनु पर्ने हो कि you are recommended to me by some people. Hey, is this it? मान्छेहरूले यसरी आएर फोटो खिच्ने अहिले त तेरो मेरो 2 दिनको आइफोन छ। हेलो गाइस हामी चाहिँ यहाँबाट अब जान लाग्यो किनभने यही हो हाम्रो क्रिसमसको इभ अब हामी यहाँबाट कता जान्छौँ घर जान्छौँ कि कता जान्छौँ देखाउँछु अब चाहिँ यही हो यो दाईहरू कति बेलुका बेलुका जान्छ हामी जाने हो गाडी पास हजुर थ्याङ्क यू मेरो कस्तो फ्यानहरू भन्छ सबले बिग फ्यान दिदी बिग फ्यान भन्दै हुन्छन् सब्सक्राइबरहरू पनि 50जना नि छैन हेलो गाइज यो चाहिँ विशाल बजार हो ऋतिकामा कलेज आउँदाखेरि चाहिँ योमा चाहिँ हामी रेस खेल्थ्यौँ अनि हामीलाई चाहिँ म्यासेज गर्छ तिम्रो चाहिँ किन भाग्छौ भनेर साथीहरूले हामी यति भाग्थ्यौँ है मेरो जुत्ता त कति जान्थ्यो कि कलेजको लास्ट मेरो चाहिँ जुत्ताको चाहिँ माथिको केही पनि भएको थिएन लाइक माथिबाट हेर्दाखेरि चाहिँ एकदम राम्रो नयाँ देखिन्थ्यो है अनि त्यो कि हामी चाहिँ यो बाटो भाग्ने नि होइन कि त्यो यसरी हुन्थ्यो कि अनि एक्लै भाग्दाखेरि अलिक ब्यालेन्स बिग्रेर अझ कहिलेकाहीँ त तेरो मेरो हातमा प्र्याक्टिकल कपी हुन्थ्यो चार्ट पेपरहरू हुन्थ्यो है भाग्यो हो कि अनि कति अनि म्यानेजमेन्टका आउँथ्यो हामी कति ठोकिन्थ्यौँ त्यही नि हामीलाई चाहिँ फेरि जीवनमा चाहिँ लाज सरम भन्ने थियो लाज सरम भएको त यहाँ यसरी कहाँ यहाँ सबले हाँसिरह ब्लग बनाउँदै किन हिँड्थ्यौँ कस्तो मान्छे हो अनि हामीलाई चाहिँ लाज सरम पनि थिएन हामीले लाज सरम भन्ने 1% पनि थिएन है लाज सरम भएको भए गान ड्रप लिएर बस्नु यो ज्यादा ड्रप लिएर नि होइन ड्रप लिनु इज भेरी नर्मल ड्रप लिएर पनि नाम ननिकाल्ने बस्थ्यो ड्रप लिएर पनि सेकेन्ड ड्रप हो कि गाइज हाम्रो यो सेकेन्ड क्रिसमस ड्रप गाइज हामी चाहिँ लेक साइड आइपुगेका छौँ हामी चाहिँ अब डिस्नी पार्क अगाडि जाने भनेर आइसकेका छौँ हामी चाहिँ बाहिर चाहिँ एकदम राम्रो सिनारी छ एकदम मजेदार निन्द्रा लाहा मलाई हामी फाइनली लेक साइड डिस्नील्यान्ड आयौँ हामी ऋतिकामा कोला खाना यति बसबाट यस्तरी आइरहेछ दुइटा खायो भने हामी फ्ल्याट हुन्छौँ यहाँ अब नराजार म रोटे पिङ पनि खेल्छौँ गाइज खेल्छस् तै खेल त्यो पिङमा तै खेल म भिडियो बनाउनु चाहिन्छ मलाई त आऊ म तिमीलाई 2 लाख दिन्छ भने नि खेल्दिनँ निकाल आइज ल पैसा निकाल खेलेपछि म रहिन त पैसा लिएर भागिस अनि आज त जिङ्गल बेल मलाई यस्तै खेल्न मन लाग्छ तर ठुलोवाला के त्यहाँ यसुदा यस्तैमा बसेर त आउने हो नि तर अस्ति त हामी 4 जना त्यो खेलेको मेरो हालत कस्तो भयो थियो आज त लास्ट भिड रहेछ त गाइस कति नै गयो ओइ माथि गएर अड्कियो मजा आ गया भुतायो यसुदा भूत आयो भूत सन्टा मजा आयो नि हो त्यहाँबाट एउटा खस त अनि मजा हुन्छ गाइस हामी यस्तो ठाउँ जान्छौँ कि यहाँ लाइटै होइन जता हामी गएको ठाउँमा अँधेरा हुन्छ कि जिधर जाता हो उधर अँधेरा छा जाता है मान्छेहरू के हो यस्तो मलाई किनिदिने फेरि बत्ती गयो मजेदार हो गया एकदम रमाइलो भइरहेछ गाइस उइ सेन्ट आउनलाई त होइन यस्तो भएको हामी चाहिँ अब गोला खाना लागिरहेको छ अनि मैले थाहा थिएँ कि यसो नि ल्याउने हो भनेर ल्याइसक्नु भयो घरमा खाएँ कि मैले त लाएको नि होइन एकचोटि 900 रुपियाँ हो अब सेन्ट आउँछ पिङमा बसेर
गाइस अब हामी ठुस्न लाग्छौँ आगो ताप्दै गाइस अब हामीभन्दा अगाडि हेर न तिमीले तिम्रो जस्तो मुड लाग्नु आज मैले राउजर लाउँदैन हेलो गाइस अहिले चाहिँ टेम्परेचर चाहिँ माइ गड हामी त हाम्रो टेम्परेचर चाहिँ अहिले एकदम हामी चाहिँ घिचेर खाएर पेट पूजा गरेर लास्ट जाडो खाएर गाइस माइ गड अगाडि हेर्दा त मलाई जाडो हुन्थेन हामीले गोलाको त्यो झोल थियो एउटा आन्टी रङ काट्के अनि के अरे रक्सी खाएर आएर मेरो हातमा थियो कि झन् मलाई यति जाडो मेरो माथि पोखाइदिकिन् कि म फेरि उहाँ चाहिँ म चाहिँ फोनमा फोटो हेर्दै हिँडेको थिएँ कि अनि म त आफूले आँखा नहेरेर बिचरा ठोक्कायो भने सरी भनेको त उहाँ त टुल्लु टुल्लु भएर आफ्नो साथी अनि हजुरहरू झुन्डमा आउनु भएरै चाहिँ त्यही भएर ठोकिएर जब कि हामी दुईजना मात्र थियौँ कि त्यो झुन्ड त्यही पनि हामी यो फोटो हेर्नलाई चाहिँ म साइडमा उभिरहेको थिएँ कि हँसाउनु भयो यार गाइस यही हो स्ट्रिट फेस्टिभल त्यस्तो त मैले 30 रुपियाँमा किन्छु कुन जमानामा रहेछु म त भिडेको जमानामा चाहिँ निस्के ढुङ्गे युग से निस्के छाता पोपटलाल इन्सपायर्ड हो यो चाहिँ त्यस्तो सुन्नीलाई यहीँबाट निकाला गर्नुपर्छ अनि यो चाहिँ हाम्रो लेक साइड हो अनि बल्ल टेम्परेचर अलि कम भएछ मलाई आज कतिले मैले भ्लग बनाएको देखेर बिग फ्यान भनिसक्यो सब्सक्राइबर हेऱ्यो भने त्यस्तै हो पुरै जाडो हो कि अलि हट्टीपट्टि भएर नि हिँड्न नपाइने त्यसमा कुनै टिकटक छैन हामी टिकटक बनाइदिउँ न ओ माई गड मिलेनल लेभल तेरो तर आज त्यस्तो प्याक नरहेछ पर्सि आज ठिक्क भयो कि खासमा नत्र त खुट्टा हाल्ने ठाउँ नि हुन्थेन हेलो गाइज अहिले चाहिँ 10 बजिसकेको हो यति सुनसान बाटो रितिका चाहिँ घरकै त्यहाँबाट म चाहिँ अब घर जाँदै यति डर लाग्ने यहाँ बाटो अब घर कसरी देखाउँछु सो हेलो गाइज म चाहिँ घर आएर खानासाना खाएर रेडी आई मिन लाइक रेडी मतलब लाइक घरको लुगाहरू लगाएर भयो अहिले चाहिँ लाइक 12 बजिरहेको छ आजको मेरो क्रिसमस के भन्छ क्रिसमस इभ अनि मैले मेकअप नै धोएँ क्रिसमस इभ हामी चाहिँ पहिला नदीपु लेक साइड टुरेर सक्यौँ र आजको डे चाहिँ राम्रै थियो म घर बस्नेलाई त एकदम राम्रै लाग्यो सो यही हो थ्याङ्क यू फर वाचिङ बाई बाई Thanks for watching. Please subscribe.